हेलो गाइज, स्वागत छ तपाईँलाई फेरि पनि टप अन राइजमा। म हेमराज छेत्री आज एउटा फरक पर्सपेक्टिभ ल्याएर आएको छु। कुनै पनि कुरा पाउनलाई चाहिँ त्याग गर्नुपर्छ भनेर भन्छन्, तर कुनै कुरा पाउनलाई चाहिँ अर्को एउटा पाइला चाहिँ हामीले चाल्नुपर्छ अथवा अर्को एउटा स्टेप चाहिँ हामीले पालना गर्नुपर्छ, अर्को स्टेप चाहिँ हामी चढ्नुपर्छ भन्ने कुरालाई जोड्नेछौँ। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी कमेन्ट गर्न नभुल्नुहोला कुन ठाउँबाट तपाईँ हेर्दै हुनुहुन्छ भनेर। आज बुझ्नेछौँ कुनै कुरा पाउनलाई कुनै कुरा त्याग गर्नुभन्दा पनि कुनै कुरा चाहिँ कुनै कदम चाहिँ चाल्नुपर्छ भन्ने कुरालाई चाहिँ फरक पर्सपेक्टिभबाट हेर्नेछु आजको यो कहानीबाट। यो कहानी चाहिँ एउटा काल्पनिक कहानी हो, जसमा चाहिँ हामी एउटा तालको कल्पना गर्छौँ, जसमा एउटा तालमा चाहिँ एक छेउबाट अर्को छेउमा जानको लागि चाहिँ हामीले डुङ्गाको सहारा लाग्ने गर्छौँ। डुङ्गाको सहारा लाग्ने गर्दा त्यहाँ चाहिँ एउटा डुङ्गाले एक साइडबाट अर्को साइडमा चाहिँ पुग्दैन र अर्को डुङ्गा पनि चढ्नुपर्ने हुन्छ बिचमा। र त्यसै क्रममा चाहिँ एउटा ढुङ्गाबाट अर्को ढुङ्गामा चढ्नको लागि चाहिँ हामीले के भन्छौँ, पहिलाको ढुङ्गा चाहिँ त्याग्नुपर्छ भनेर भन्छौँ हामी। त्यस्तो किसिमको माइन्डसेट हुनसक्छ, तर हामीले चाहिँ के भन्छौँ भन्दा त्यो पहिलाको ढुङ्गाभन्दा नयाँ ढुङ्गामा चाहिँ हामीले कदम राखेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई म जोड दिन चाहन्छु। अलिकता फरक पर्सपेक्टिभ रहेको छ यो चाहिँ हामी सबैले बुझ्नुपर्छ। र कुनै कुरा पाउनको लागि चाहिँ कुनै कुरा त्याग गर्नुपर्छ भन्नाले पनि कुनै कुरा पाउनको लागि चाहिँ कुनै कुरा चाहिँ गर्नुपर्छ। यदि तपाईँले यस भिडियोलाई अन्त्यसम्म हेर्नु भएको छ भने च्यानललाई सब्सक्राइब गरेर कमेन्ट गर्न नभुल्नुहोला। भेटिन्छौँ अर्को भिडियोमा। बी ह्याप्पी, बी हेल्दी एन्ड बी पोजिटिभ गाइज।